मान्छेहरू एकदमै चढ्नुको लागि गइरहेछ यति धेरै छ दुईतिर बाटो छ यता चाहिँ बिस्तारै मान्छे बढ्दैछ भने यो रहेको छ समुद्र यो चाहिँ अब हामी चाहिँ खोला पारी छौँ नि त बरेरो भन्ने ठाउँमा अर्को पनि छ यहाँ बोर्ड तपाईँले हेर्न सक्नुहुन्छ है यो चाहिँ बोर्ड हो पोर्चुगलमा यही बोर्ड छ यो तपाईँहरूले बोर्ड हेर्न सक्नुहुन्छ मान्छेहरू टन्न चढिरहेको छ र हामी जाँदैछौँ भित्र तपाईँहरूलाई भित्रको दृश्यहरू पनि पुरै देखाउनेछौँ भित्र आइसकेका छौँ यो हेर्न सक्नुहुन्छ भित्र चाहिँ यस्तो हुन्छ बोटमा है र यहाँ विदेशी गाडीहरू हेर्न सक्नुहुन्छ हाम्रो नेपालमा टेम्पोहरू जस्तै रिक्साहरू जस्तै यो चाहिँ विदेशमा चाहिँ यो हुन्छ है पोर्चुगलमा चाहिँ र यहाँ टेम्पो पनि छ तपाईँहरूलाई म टेम्पोहरू पनि देखाउने छु तपाईँहरूले हेर्न सक्नुहुन्छ पोर्चुगलको तेरादो पासोमा रहेको एउटा दरबार भने पनि एउटा क्यासल जे भने पनि र रेस्टुरेन्टहरू जे भने पनि एकदमै घुम्ने र एकदमै मान्छेहरू आउने र यहाँ हरेक अब टेम्पोदेखि लिएर ट्याक्सीहरू बुक गरेर हरेक ठाउँमा घुम्ने जाने ठाउँ यहाँबाट हुन्छ होइन सो मान्छेहरू चाहिँ यहाँ चाहिँ आउने गर्छन् सो त्यही भएर तपाईँहरूलाई यहाँ देखाइरहेको छु हेलो एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल है आज पनि तपाईँहरूलाई मनदेखि नै स्वागत छ र आज चाहिँ म यहाँ बरेरोबाट चाहिँ पारी जाँदैछु पारी बोट चढेर अब बोट रेडी हुँदैछ र यहाँनिर चाहिँ एकदमै मान्छेहरू क्राउड छ है हेर्न सक्नुहुन्छ बोट चढ्नको लागि जानको लागि मान्छेहरू धेरै बसिरहेको छ यहाँ अझै मान्छेहरू बढ्दै गइरहेको छ बढ्ने क्रम भइरहेको छ हेर्न सक्नुहुन्छ तपाईँहरूले है र आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ अब तपाईँहरूले थम्बनेलमा त हेर्नु भइसक्यो होला त्यही पनि हामी जाँदैछौँ आज बोट चढेर पारी जाँदैछौँ तेरादी पासो भन्ने ठाउँमा होइन तेरादी पासो भन्ने ठाउँ छ त्यहाँ र त्यहाँ चाहिँ पोर्चुगल आइसकेपछि सम्पूर्ण मान्छेहरू चाहिँ त्यहाँ घुमेन भने चाहिँ नघुमेको भन्छ अरे हुनु चाहिँ म धेरैचोटि गइसकेको छु र आज चाहिँ म तपाईँलाई तेरादो पासोको त्यहाँनिर रहेको होइन वरिपरिको दृश्यहरू चाहिँ देखाउने छु होइन पोर्चुगलको एकदमै अब मुटु भनौँ न राम्रै ठाउँ छ एकदमै दामी छ मुटु नै हो है सो त्यो ठाउँ देखाउन गइरहेको छु आई होप आजको भिडियो तपाईँहरूलाई मनपर्ने छ है भिडियोलाई चाहिँ आज मजाले हेर्नु होला र म चाहिँ यस्तै भ्लग सँगसँगै मैले इन्फर्मेसन भिडियोहरू चाहिँ बनाउने गर्छु तपाईँलाई कतिपयलाई थाहा नै छ है र त्यसको लागि आज चाहिँ अब मैले तपाईँहरूलाई कुन कुन ठाउँहरू देखाउँदैछु त्यो हेर्नुको लागि चाहिँ आजको भिडियो मजाले हेर्नु होला अब हामी बोटमा चढ्छौँ र जान्छौँ बोट चाहिँ रेडी हुँदैछ हेर्न सक्नुहुन्छ यो बोट चाहिँ अब त्यहाँनिर पुरा जानुको लागि पानी जात एकदमै रेडी हुँदैछ तपाईँले हेर्न सक्नुहुन्छ है यो पानी जात पुरा रेडी हुँदैछ तपाईँलाई म नजिकबाटै गएर देखाउने छु है तपाईँले हेर्न सक्नुहुन्छ यो बोट चाहिँ अब यही बोटमा जाने हो हामी चाहिँ है यो चाहिँ पुरा यो खोला पारी जानुपर्ने हुन्छ हेर्न सक्नुहुन्छ है त मजाले ल यसमै चढेर जाने हो होइन र पारी गइसकेपछि म तपाईँहरूलाई सम्पूर्ण कुराहरू चाहिँ देखाउने छु के हुन्छ के हुँदैन सबै कुराहरू चाहिँ मजाले देखाउने छु है त साथीहरू ढोका खोल्दैछ यहाँ मजाले र मान्छे चाहिँ एकदमै धेरै छ यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ है क्राउड छ एकदमै क्राउड र हामी कुन चाहिँ बोर्डमा जाने त भन्दाखेरि यो अगाडिकै बोर्डमा जाने हो यहाँ मान्छे एकदमै धेरै छ ल अब पारतिर लाग्यो साथीहरू है तपाईँहरूलाई आज बोर्ड पनि देखाउने छु है हुन त मैले पहिलाको भिडियोमा पनि देखाएको छु तपाईँहरूले यदि त्यो भिडियो हेर्नु भएको छैन भने हेर्नु होला है गएर म डिस्क्रिप्सनमा लिङ्कहरू राखिदिन्छु र यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूलाई पछाडिको यस्तो छ मान्छेहरू एकदमै चढ्नुको लागि गइरहेछ यति धेरै छ दुईतिर बाटो छ यता चाहिँ बिस्तारै मान्छे बढ्दैछ भने यो रहेको छ समुद्र यो चाहिँ अब हामी चाहिँ खोला पारी छौँ नि त बरेरो भन्ने ठाउँमा अर्को पनि छ यहाँ बोर्ड तपाईँले हेर्न सक्नुहुन्छ है यो चाहिँ बोर्ड हो पोर्चुगलमा यही बोर्ड चढेर मान्छेहरू पारी जाने वारी आउने गर्छ गाडीमा गयो भने एकदमै टाइम लाग्छ 2 घन्टा जति लाग्छ र 2 घन्टा भनेर त्यही 1 घन्टा चाहिँ लाग्छ अलमोस्ट गाडीमा गयो भने एकदम घुमेर जानुपर्छ र के अरे यहाँ बोर्डमा गयो भने 15 मिनटमा पुग्छ नि त सिधा हुन्छ र यो तपाईँहरूले बोर्ड हेर्न सक्नुहुन्छ मान्छेहरू टन्न चढिरहेको छ र हामी जाँदैछौँ भित्र तपाईँहरूलाई भित्रको दृश्यहरू पनि पुरै देखाउने छौँ ल भित्र आइसकेका छौँ ल यो हेर्न सक्नुहुन्छ भित्र चाहिँ यस्तो हुन्छ बोटमा है म तपाईँलाई एक राउन्ड घुमेर देखाउँछु है पुरै यो चाहिँ तल हो अब माथिल्लो तल्लोमा गएर पनि देखाउने छु यो बाहिर यहाँबाट यस्तो देखिरहेको छ र यहाँबाट यता गयो भने यता चाहिँ यो देख्न सक्नुहुन्छ तपाईँले मान्छेहरू टन्न छ है यो चाहिँ ठ्याक्कै फिल्म हलमा फिल्म हेर्नु जाँदाखेरि बस्छ नि हामीहरू सिटमा त्यस्तै छ र यो चाहिँ यहाँबाट माथि चढ्ने भइहाल्यो है र माथि नै सेम त्यस्तै छ तपाईँले हेर्न सक्नुहुन्छ है एकदमै मान्छेहरू बसिरहेको हुन्छ र म चाहिँ अब यता अलिकति झ्याल साइडमा बस्ने छु अनि
तपाईँहरूलाई सम्पूर्ण कुराहरू चाहिँ देखाउने छु र म चाहिँ यहाँ अहिले यहाँनिर बस्नु गइरहेको छु ल यहाँबाट हेर्न सक्नुहुन्छ पारी खोलाहरू तपाईँहरूले यो चाहिँ समुद्र पानी जमाएको हुन्छ यसलाई चाहिँ है खासमा तल चाहिँ जमाउने ठाउँ छ भन्ने कुरा छ यो बेला बेला घट्छ बेला बेला बढ्ने भइरहन्छ यो पानी चाहिँ र भित्रको दृश्य तपाईँहरूले हेर्न सक्नु भइहाल्यो हेर्नु भइहाल्यो र फाइनली भित्र आइसकेका छौँ अब यहाँबाट पारी जान्छौँ हामी मजाले दिल खोलेर मस्त बसेर यहाँ रिल्याक्सले बस्छु र पारी जान्छौँ र पारी गएर तपाईँहरूलाई त्यो तेह्रारो दे पासो भन्ने ठाउँको सम्पूर्ण कुराहरू चाहिँ देखाउने छु र यो पछिको अर्को भिडियोमा चाहिँ तपाईँहरूलाई म के देखाउँछु भने मर्तिमनिज भन्ने ठाउँ देखाउने छु पोर्चुगलको त्यहाँ चाहिँ बङ्गालीहरूले यति धेरै पसलहरू राखेको छ कि र त्यो ठाउँमा गयो भने चाहिँ तपाईँले हरेक मसलाहरू पाउँछ है बङ्गलादेशको मसलाहरूदेखि लिएर हाम्रो नेपाली वाइवाई चाउचाउहरू पनि हामी पाउन सक्छौँ र खसीको मासुहरू भयो यताउति मासु सबै पाउँछ हरेक किसिमको सागसब्जी हरियो खोर्सानीहरू सबै किन्नु पाउँदो रहेछ सो पोर्चुगिजहरूमा गएर किन्नु पऱ्यो भने चाहिँ हामीले रातो खोर्सानीहरू मात्र पाउँछ त्यो पनि सुकेको त्यो पनि त्यति साह्रो पाउँदैन र हामीले खाने मसलाहरू पाउँदैन नि त सो त्यहाँ गयो भने चाहिँ एकदमै पाउँछ र योभन्दा अगाडि मैले एउटा भिडियो अपलोड पनि गरिसकेको छु त्यसमा हेर्न सक्नुहुन्छ अन्जुसको बारेमा मैले हालेको थिएँ है अन्जुसमा चाहिँ हरेक नेपालीहरूले रेस्टुरेन्टदेखि लिएर सम्पूर्ण कुराहरू चाहिँ राखेको छ अनि त्यो भिडियो पनि हेर्नलाई गएर र आज चाहिँ तपाईँहरूलाई तेह्रारो पासो देखाउने छु है बोट स्टार्ट भइसक्यो अब बोट चाहिँ अब जान थालिसक्यो अब यहाँबाट हिँड्छौँ र उपर अर्को बोर्ड पनि आइसकेको छ तपाईँहरूलाई म देखाउँदैछु है त यो पछाडि हेर्न सक्नुहुन्छ उपर अर्को बोर्ड आउँदैछ है यो चाहिँ हेर्न सक्नुहुन्छ र यो सिसाले गर्दाखेरि अलिकति मधुर मधुर देखिरहेको छ है तर सेम यस्तै हो सेम है त्यो बोर्ड र यो बोर्ड एउटै हो ल तपाईँले हेर्न सक्नुहुन्छ र हाम्रो बोर्ड पनि अहिले हिँडिसकेको छौँ र यो बोर्ड चाहिँ अब हाम्रो हिँडेको बोर्डमा आएर बोट पार्किङ गरेर ठाउँमा पार्किङ हुन्छौँ र हामी चाहिँ अहिले फाइनली अब यहाँबाट हिँडिसक्यौँ है त साथीहरू र यता हाम्रो यात्रा सुरु भयो यहाँबाट र म मेरो सिटमा कोही पनि छैन खाली खाली नै छ तपाईँले हेर्न सक्नुहुन्छ यताउति होइन पारी पारीतिर चाहिँ छ पछाडितिर चाहिँ मान्छेहरू टन्नै छ बसिरहेको र तल्लो फ्लोरमा पनि छ म चाहिँ माथिल्लो फ्लोरमा आएको छु अहिले माथिल्लो फ्लोरमा बसेर चाहिँ म तपाईँहरूसँग गफ गर्दै मजाले बसेर कुरो गर्दैछु र आज चाहिँ मैले एकदमै चस्मा लाएर पनि हिरो पल्टेर हिँडिरहेको छ म चाहिँ आज है यसो अब बाहिर घामहरू लागिरहेको हुन्छ नि त त्यही पनि मौसम त पानी पर्ला जस्तो पनि छ घाम पनि लागिरहेको छ सो त्यही भएर चस्मा चाहिँ यसो यहाँ चाहिँ अब अलिकति फेसन पनि हुन्छ चस्मा चाहिँ फेसन भन्दा नि एकदमै अब सेफ्टीको लागि पनि युज गर्दो रहेछ घाममा चाहिँ एकदमै होइन मान्छेहरूले चाहिँ यहाँ घाम लागेको चस्मा युज गर्दो रहेछ सो त्यही भएर पनि मैले चस्मा युज गरिरहेको छु र कपाल पनि मिलाइरहेको छु कस्तो देखिरहेको छ भन्नु होला है हिरो छैन त म ह्यान्डसम छ नि म होइन सो कस्तो लाग्छ म भन्नु होला है ल है त ल हामी हिँड्यौँ साथीहरू यस्तो छ र हामी चाहिँ पारी पुग्नुपर्ने छ उता पारी यो पारी देखिरहेको छ नि त्यहाँ पुग्नुपर्छ र अहिले चाहिँ हामी आधी बाटो आइपुगिसकेको छौँ है त साथीहरू हामी चाहिँ आधी बाटो आइपुगिसकेको छौँ अब हामी चाहिँ एकदमै पर जानुपर्छ भर्खरै मैले तपाईँहरूलाई देखाइहालेँ है तपाईँहरूले हेर्नु भइहाल्यो र हामी पारी पुगेर भेट्छौँ फेरि हामी चाहिँ ओर्लिसकेका छौँ गाइज र म चाहिँ अलिकति ओर्लिन ढिलो भयो किनकि म मोबाइलमा त्यहाँनिर फोनहरू हेर्दै थिएँ क्या त्यही भएर ओर्लिन ढिलो भयो र यहाँ चाहिँ मान्छेहरू फेरि चढ्नुको लागि आइसकेको छ र म चाहिँ बाहिर जाँदैछु हेरौँ अब के हुँदो रहेछ यहाँ मान्छेहरू फेरि चढ्नुको लागि आइसकेको छ हेर्न सक्नुहुन्छ बोर्डबाट भर्खरै ओर्लियो है लगातार मान्छेहरू गुरुङ ओर्लिरहेको छ हेर्न सक्नुहुन्छ र यता समुद्र भइहाल्यो ल हामी चाहिँ तेह्रारो पासोमा चाहिँ आइसक्यौँ फाइनली है साथीहरू ल अब तपाईँहरूलाई चाहिँ बाहिरको दृश्य मजाले देखाउने छु म र आज चाहिँ मेरो इन्टरनेटमा के अरे नेट पनि छैन र त्यही भएर अलिकति गाह्रो भइरहेछ नेट नभएको कारणले गर्दा त्यही पनि केही छैन जस्ट मजै छ रमाइलो भइरहेछ है तपाईँहरूलाई अब यो के अरे देखाउनु पाइरहेछ आजको अब मेरो आज लिस्बनमा लास्ट दिन हो भोलिदेखि चाहिँ म जाँदैछु उता अल्बुफेरा भन्ने ठाउँमा तर त्यहाँ गएर नि तपाईँहरूलाई हरेक ठाउँहरू देखाउने छु अल्बुफेराको र तपाईँले यहाँ हेर्न सक्नुहुन्छ मजाले बाहिर आइसकेको छ म चाहिँ तेह्रारो दि पासो हेर्न सक्नुहुन्छ तेह्रारो दि पासोको चाहिँ अब तपाईँहरूलाई म सम्पूर्ण कुरा देखाउँछु यहाँबाट तलतिर गयो भने मेट्रो स्टेसन हुन्छ है यहाँ तल गयो भने मेट्रो स्टेसन हो तेह्रारो दि पासोको यो मेट्रो स्टेसनमा चाहिँ हामी पछि जाउँला अहिले चाहिँ हामी अगाडि जाउँ
अब हामी अगाडि जान्छौँ र के रहेछ सम्पूर्ण कुराहरू चाहिँ मजाले देखाउने छ। चिसो चिसो छ मौसम, अब पानी पर्ला जस्तो छ, तपाईँले हेर्न सक्नुहुन्छ। त्यो मासतिर पुरा बादल पुरा गजरिरहेको छ है, मजाले बादल लागिरहेको छ। र यता तपाईँले हेर्न सक्नुहुन्छ यहाँ बब्बाल बब्बाल मान्छेहरू हुन्छ यहाँ चाहिँ होइन। अब त विन्टर पनि सकिन्छ अब एक महिना पछाडि, त्यसपछि समर सुरु हुन्छ र समरमा चाहिँ यहाँ मान्छेहरू एकदमै धेरै हुन्छ। तेह्र पासोको यही हो एल्लो घर बस, एल्लो बस रोड हो यो। यताबाट गयो भने अघि आएको पानी जात भएको ठाउँमा पुगिन्छ हामीहरू है साथीहरू। र यताबाट चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ अगाडि समुद्रहरू छ र त्यहाँ अगाडि तपाईँले बोल्टको त्यो सानो सानो स्कुटीहरू तपाईँले हेर्न सक्नुहुन्छ, त्यहाँ म तपाईँलाई देखाउँछु। र यता चाहिँ ट्याक्सीहरू देख्न सक्नुहुन्छ, यहाँ ट्याक्सीहरू टन्नै छ र यहाँ चाहिँ तपाईँले ट्याक्सीहरू बुक गरेर जान सक्नुहुन्छ। यदि तपाईँहरूलाई ट्याक्सीमा जानुलाई मन पर्दैन भने तपाईँहरूले चाहिँ ओभर बोल्ट अर्डर गरेर पनि युज गर्न सक्नुहुन्छ अनलाइनबाट है त। यदि तपाईँहरूकोसँग चाहिँ अनलाइन छैन भने तपाईँहरूले यो पछाडि देखिएको ट्याक्सीहरू चाहिँ मजाले बुक गरेर जान सक्नुहुन्छ, त्यही हो। अनि एकदमै दामी छ, रमाइलो भइरहेछ, मजा आइरहेछ। चिसो चिसो मौसममा घुम्दै तपाईँहरूलाई यसरी कुराहरू केही सेयर गर्न पाउँदा एकदम खुसी लागिरहेछ। र यो पछाडि तपाईँहरूले हेर्न सक्नुहुन्छ समुद्र टन्नै छ समुद्रहरू र अगाडि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ खुल्ला छ, एकदमै मजाले इन्जोय गर्ने। यतातिर रेस्टुरेन्टहरू छ, यहाँनिर तपाईँहरूले हेर्न सक्नुहुन्छ बोलको स्कुटीहरू र अर्को लिमी भन्ने कि लिमी भन्ने यो नामको छ है, एक्ज्याक्टली लिमी होला, यो लिमी लेखेको छ। सो यहाँ हेर्न सक्नुहुन्छ मस्त छ मस्त। ल यही हो तेह्र पासोको एकदमै घुम्ने टुरिस्ट प्लेस। मान्छेहरू धेरै मान्छेहरू घुम्न आयो भने चाहिँ यहाँ चाहिँ आउँछ नै आउँछ। पोर्चुगलमा घुम्न आउने मान्छेहरू चाहिँ यहाँ चाहिँ 100% आउँछ नै आउँछ है त साथीहरू। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ पर घोडाहरू छ है, तपाईँले हेर्न सक्नुहुन्छ यहाँ क्राउड एकदमै छ। म तपाईँलाई त्यहाँ लगेर जाने नै छु र यहाँ चाहिँ मान्छेहरू फोटोहरू खिचिरहेछ र घुम्नु जाने बोटहरू यहाँ पर छ। बोटहरू हेर्न सक्नुहुन्छ तपाईँले, यो बोटहरू यहाँ घुम्नु जाने बोटहरू भयो। अब यहाँ यो पानी चाहिँ यहाँ माथि माथिसम्म यहाँसम्म आउँछ, कुनै बेला छाल हानेर चाहिँ तपाईँको यहाँसम्म नि पानी आउँछ यो छाल हानेर यो पानीको। र यो हेर्न सक्नुहुन्छ तपाईँले रेस्टुरेन्टहरू छ टन्नै र यहाँ विदेशी गाडीहरू हेर्न सक्नुहुन्छ। हाम्रो नेपालमा टेम्पोहरू जस्तै रिक्साहरू जस्तै यो चाहिँ विदेशमा चाहिँ यो हुन्छ है पोर्चुगलमा चाहिँ। र यहाँ टेम्पो पनि छ, तपाईँहरूलाई म टेम्पोहरू पनि देखाउने छु, तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ टुरिस्टहरूको लागि हो र यहाँबाट अब म जेब्रा क्रस गरेर जान्छौँ र पारी जान्छौँ है साथीहरू। र यहाँ चाहिँ ग्रिन बलिसकेको छ र हामी अब जेब्रा क्रस गर्दैछौँ। एकदम मजा आइरहेछ, हरनहरू बजाएर पुरा उ गरिरहेछ, टेम्पोहरू पाउँछ। र यता पछाडितिर समुद्र भयो भने चाहिँ यतातिर अगाडितिर तपाईँहरूले के अरे रेस्टुरेन्टहरू हेर्न सक्नुहुन्छ। यहाँ रेस्टुरेन्टहरू टन्नै छ है, विभिन्न रेस्टुरेन्टहरू छ। र यो एउटा चिज चाहिँ यो के हो भन्ने कुरा मैले जान्नु सकेको छैन, तपाईँहरूलाई थाहा छ भने भन्नु होला। यो के हो, वाट इज दिस? यो चाहिँ स्टाइलिस छ है, यसलाई अझ यसपालि मेन्टेन गरेर पुरा सिमेन्ट प्लास्टर गरेर अझै माथिसम्म गराएर चाहिँ हेर्न सक्नुहुन्छ है। यो वाट इज दिस, यो के हो मलाई थाहा छैन है, तपाईँलाई थाहा छ भने भन्नु। पानी जस्तो पनि देखिरहेको छ र उपर पनि तपाईँले हेर्न सक्नुहुन्छ। र तपाईँले हेर्नु अस्ति नै म यहाँनिर आएर न्यु इयर पनि मनाएको थिएँ हामीले, र त्यो न्यु इयरको भिडियो मैले अपलोड चाहिँ गरिरहेको छ तर पब्लिस गरेको छैन। मेबी म पब्लिस गर्छु, त्यसमा चाहिँ हल्का कपिराइट इस्युहरू आएको थियो म्युजिकहरूले गर्दा। सो द्याट्स वाइ मैले त्यो त्यसलाई उ गरेको छैन क्या, त्यसलाई पब्लिस गरेको छैन, प्राइभेटमा राखेको छु। म त्यसको पनि भिडियो चाँडै नै लिएर आउनेछु, देखाउने छु तपाईँहरूलाई। र ऊ त्यहाँ पर टेम्पोहरू छ है, एकदमै मान्छेहरू छ, धेरै मजा छ रमाइलो छ है। म एक्लै आएको छु, साथीहरू भएको भए अझ रमाइलो हुन्थ्यो। अब मेरो साथीहरू सबै कता हो, कहाँ छ, तपाईँहरू नै हो अरू साथीहरू भनेको है। अरू अब मसँगै साथीहरू कोही छैन नि त, सो त्यही हो। ल साथीहरू मैले तपाईँहरूलाई यहाँनिर यो देखाइहाल्यो है, यहाँ पृथ्वीनारायण शाह जस्तै एउटा घोडा चढेर बस्नु भएको छ, तपाईँहरूले देख्नु भएको होला सिंहदरबार अगाडि यस्तै गरेर यहाँ हेर्न सक्नुहुन्छ। ल यो चाहिँ पोर्चुगलको तेह्र पासो भन्ने ठाउँको घुम्ने ठाउँ है त साथीहरू, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ के हो है, यो आलु जस्तो पनि छ, चाक जस्तो पनि छ, के हो साथीहरू यो यस्तो भनिदिनु होला। यो वाट इज दिस, यो पनि एकदमै मान्छेहरूले फोटो खिच्छ, अजिबो गरिबो चिज छ। यहाँ लेखा छ 2020 मा बनाएको रहेछ होइन,
कार्गो भनेर लेखेको छ कहाँ पुग्यो यो वाट इज यहाँ तल तपाईँहरूलाई म देखाउँछु यो के हो यो हेर्न सक्नुहुन्छ है यो चाहिँ एकदमै मान्छेहरूले हेर्छ छुन्छ है वाट इज दिस आई डोन्ट नो टु मेनी पिपुल यो टिनको रहेछ ट्याङ ट्याङ तामा जस्तो रहेछ हेर्न सक्नुहुन्छ है मान्छेहरू यो देखेर चकित हुन्छ यो के हो भनेर है ल यही हो साथीहरू तेह्र दे पासो भन्ने ठाउँ चाहिँ यही हो विभिन्न देशको मान्छेहरू चाहिँ पोर्चुगलमा घुम्न आयो भने यो ठाउँमा चाहिँ अवश्य नै आउँछ र घुम्छ र हेर्छन् र मजा लिन्छन् र फोटोहरू एकदमै फोटोहरू खिच्छन् है मैले नि यहाँको फोटोहरू खिचेको थियो मेबी मेरो अब मैले यो भिडियोमा अलिअलि क्लिपहरू भयो भने हालिदिन्छ नभए जस्ट मेरो फेसबुक वालमा तपाईँहरूले हेर्न सक्नुहुन्छ है र ल तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यही हो तेह्र पासो भन्ने ठाउँ एकदमै क्राउड छ भोलिपर्सि समरमा झन् एकदमै धेरै मान्छे हुन्छ यो त एकदम नर्मल हो आज चाहिँ अलिक पानी पर्ला जस्तो छ सो त्यही भएर पनि धेरै मान्छेहरू यहाँ छैन तर भोलिपर्सि समरमा एकदमै धेरै हुन्छ विन्टरमा पनि एकदमै मान्छेहरू हुन्छ कि यहाँ हुनु चाहिँ एकदमै धेरै मान्छेहरू आउँछ घुम्नुलाई अब यहाँबाट मासतिर गयो भने मर्ती मनिज भन्ने रोसी भन्ने ठाउँ अन्जुस भन्ने ठाउँतिर पुग्छ र यतातिर गयो भने खै कता कता हो मलाई त्यति थाहा छैन म तपाईँहरूलाई मर्ती मनिज र रोसी चाहिँ तपाईँहरूलाई देखाउने छु र त्यो चाहिँ देखाउनुको लागि अर्को भिडियो म अपलोड गर्नेछु र आजको लागि यति नै भिडियो अन्तिमसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद यही रहेको छ पोर्चुगलको तेह्र पासोमा रहेको एउटा दरबार भने पनि एउटा क्यासल जे भने पनि र रेस्टुरेन्टहरू जे भने नि एकदमै घुम्ने र एकदमै मान्छेहरू आउने र यहाँ हरेक अब टेम्पोदेखि लिएर ट्याक्सीहरू बुक गरेर हरेक ठाउँमा घुम्ने जाने ठाउँ यहाँबाट हुन्छ होइन सो मान्छेहरू चाहिँ यहाँ चाहिँ आउने गर्छन् सो त्यही भएर तपाईँलाई यहाँ देखाइरहेको छु ल है त आजलाई यति भन्दै फेरि अर्को भिडियोमा भेट्छौँ भन्दै बाई बाई एन्ड चाउ चाउ थ्याङ्क यू फर वाचिङ